पोजिटिभ हाम्रो तपाईको 80 लाखको लगानी भएको छ यसमा। सेकुवालाई चाहिँ एकदमै सेकुवाको जुन एउटा रैथाने परिकार छ सेकुवा भनेर हामीले त्यसलाई फायरवुडमा दाउरामा हामीले दाउराको चुलोमा भट्टी चुलोमा हामीले सेकुवा दिन्छौँ। भनेको हामीसँग किचन नै दुईटा किचन छ। अर्को एउटा किचन भनेको स्पेसल्ली हामीले रैथाने किचन अथवा रैथाने भान्सा भनेर गरेको छौँ, जसमा हामीले टिपिकल्ली रैथाने किचनमा चाहिँ दाउराको चुलोमा तपाईको रैथाने तरिकाले रैथाने मसलाहरू प्रयोग गरेर चाहिँ हामीले खानाहरू परिकारहरू सर्भ गर्छौँ भनौँ न। एउटा खास हामीले थिम देखाउन लागेको हो। खास हाम्रो थिम जस्तो अब हामीले सेकुवा सदन पोखरामै फर्स्ट टाइम खोलिरहेको छौँ। यहाँ पोखराको लागि चाहिँ अब यही थिम हाम्रो चाँडो सकेसम्म चाँडो भनौँ अब हामीले काठमाडौँ लाने सोचिरहेको छौँ। स्पेसली बसमा चाहिँ हामीले 8 जना जस्तो 8-9 जना जस्तोको ग्रुपलाई टार्गेट गरेर चाहिँ एउटा सोसल हुन खोज्ने साथीहरू अथवा एउटा सोसल हुन खोज्ने एउटा हाम्रो कस्टमर ग्राहकहरूलाई चाहिँ हामीले बसको चाहिँ एउटा सुविधा दिएको छौँ। किनभने बसमा चाहिँ एउटा के छ भने नयाँ अनुभव, बसमा बसेर खाने कहाँ हो भन्दाखेरि नि बसमा छु भन्दा पनि एउटा एक हिसाबले त्यो नयाँ अनुभव हामीले चाहिँ दिन खोजेको ग्राहकहरूलाई।